नमस्कार ल आज हामी सालमन प्ले गर्दैछौँ सबैजना भिडियोहरू। आज हाम्रो भिडियोहरू पहिला हामी गर्दा निकाल्नु उसको सबै पार्टहरु साइडमा राखौँ है। ड्राई गर्नु पुरै बोथ साइड। सालमनलाई चाहिँ रेट्नु हुँदैन कहिले पनि, रेट्नु भयो रेट्यो भने चाहिँ फेरि टुक्रिन्छ सबै मासु। त्यही भएर एकै सर्टमा साफ नाइफले यसरी त्यो बिचको हड्डीलाई सबै छुँदै छुँदै ल्याउने। यसरी गर्नु त मैले छिटो नै गरिदिन्छु, तर हजुरहरूलाई पनि देखाउनु पऱ्यो भनेर आज धेरै दिनपछि भिडियो बनाएको। एउटा फेरि निस्क्यो। ल यसरी निक्लेछ फेरि चाहिँ चट्ट लाग्यो पछि पिङ गरिदिनु। अर्कोपट्टिबाट गर्ने जसरी गर्दा पनि हुन्छ, तपाईँहरूलाई आउँछ भने यताबाट गर्दा नि भयो, तर सजिलोको लागि चाहिँ मैले यसरी देखाइदिन्छु है। यसरी यसरी गर्दा नि भयो, जसरी सजिलो लाग्छ। एउटा चेक गर्नु अलिक चिप्लिन्छ कि सालमन चाहिँ, त्यही भएर चेक गर्दा यसरी प्रेस गर्ने। केही होइन, त्यही बिचको हड्डीलाई तान्ने यसरी। केही छैन सालमनको प्लेयरलाई, त्यही बिचको हड्डीलाई छुनी सरर तानी रहने यसरी। मेक स्योर हजुरहरूको नाइफ चाहिँ जहिले पनि साफ हुनु पऱ्यो, होइन भने चाहिँ सालमनको धुजा धुजा निक्लिन्छ, सबै ब्रोक हुन्छ क्या। अर्को फिले पनि निस्क्यो यसरी। जहिले पनि सालमनको चाहिँ यस्तै हुनु पऱ्यो। कतिले चाहिँ सुसीमा युज गरेर लाइन स्पुन युज गरेर यसरी निकाल्छ यसको, हामीले चाहिँ अब सुसीहरू बनाउँदैन। हाम्रोमा चाहिँ स्टक बन्छ यसको, स्टकमा राखेको रहेछ हामीले चाहिँ। नाउ टाइम टु क्लिन। क्लिन गर्दाखेरि धेरै फेरि मान्छेहरू कति सामान फालाइदिन्छु क्या मैले, धेरै फाल्दिनँ, थोरै यो फ्याट मात्र निकाल्ने सर्लक्क लगाएर सोना तान्ने। यसरी भिडियो राम्रो नराम्रो लागेको प्रतिक्रिया दिनु होला। मैले अहिलेसम्म यसरी भिडियो त बनाएको छैन, फर्स्ट टाइमै हो यसरी भिडियो बनाएको, बोलेर आफूले बोलेर। सब स्टकमा युज हुन्छ पछि। यो अलिअलि ब्रोक स्रोक भएको देख्नुभयो होला, यसमा मैले
क्लियरली गराइदिने कि यसलाई चाहिँ किनभने हाम्रो दुई तरिकाको सालमन युज हुन्छ एउटा आलाकाटको लागि युज हुन्छ एउटा क्योरिङको लागि युज हुन्छ यो बिग्रेको चाहिँ क्योरिङको लागि जान्छ जस्तै यो चाहिँ राम्रो फिले निक्लेछ नि यसलाई चाहिँ अब हामीले आलाकाटमा युज गर्छौँ पर्सनिङ गरेर नाइफ चाहिँ क्लिन भएकै राम्रो होइन चिप्लिन्छ कि सालमनको लास्टै चिप्लिन्छ नि हात काटिहाल्छ मान्छेहरूको सुरुमा त मेरो नि काट्यो मान्छेहरू के भन्नु होइन सुरुमा त मेरो नि हात काटेको थियो अहिले चाहिँ अब बानी पऱ्यो म प्रोफेसनल बुचरी चाहिँ होइन मैले नि यहाँ आएर सिकेको हो तर प्रोफेसनल चाहिँ होइन म चाहिँ यो साइडमा छिटो यसरी क्लिन गरिदिने थोरै फ्याट निकाल्ने कि फ्याट मात्रै फ्याट फेरि सालमनहरूमा लास्टै फ्याट हुने कि लाइक दिस है त मेरो चाहिँ देब्रे हात चल्छ कि त्यही भएर मान्छेहरूलाई अलिकति अप्ठ्यारो लाग्छ मेरो चाहिँ लेफ्ट ह्यान्ड नै युज हुन्छ जे कामको लागि पनि अनि अरूले हेर्दा चाहिँ कस्तो अप्ठ्यारो गरी काम राख्नु लाग्छ आफूले चाहिँ सजिलो हुन्छ फेरि यसरी सालमन फिलेटर न बोन रिमुभ गरेपछि कामै सक्यो नि धेरै टाइम लाग्यो भने छिटो गर्ने पनि 10 मिनटमा एउटा सालमन चाहिँ मजाले भन्छ धेरै टाइम लाग्यो अब यो त हजुरलाई देखाउनलाई बनाएको अलिकति त्यही लागि त फिले त भइसक्यो 6 मिनटमा फिले भइसक्यो 6 मिनट त भिडियो हाम्रो चपिङ बोर्ड क्लिन बोर्डलाई फ्लिप गरिदिने पहिला र युजरली चाहिँ मैले यसरी कन्टेनर युज गर्दिनँ तर हजुरहरूलाई अब देखाएपछि सजिलो राम्रो भनेर सालमनको चाहिँ एउटै साइडमा मात्रै हुन्छ बोनी यो साइडमा बोन हुन्छ अनि बोन निकाल्ने यसरी हल्का यो पानीमा डुबायो भने त्यही हो चिप्लिँदैन भनेर हो बोन यसरी 1 बाई 1 निकाल्ने सबभन्दा मेन काम भनेको बोन निकाल्ने हो सालमनको चाहिँ किनकि यो बोन त दिनु भएन त्यसलाई यसरी यसरी निकाल्ने यसरी हातमा राखेर नि यसरी निकाल्न सकिन्छ तपाईहरु तर मैले चाहिँ सजिलो होला भनेर हाम्रो भिडियो हेर्ने साथीभाइहरूलाई पनि कहिलेकाहीँ यसो फिले गर्नु पर्यो भने सजिलो हुन्छ नि त हैन त्यही भएर यसरी एउटा कन्टेनरमा थोरै पानी राख्ने अनि हातले जतातता यसरी छाम्दै एकै लाइनमा हुन्छ यसरी छाम्दै जानुस् ठ्याक्कै बोन जताततै भेट्छ दुई लाइन हुँदैन सालमनको बोन चाहिँ अनि सन्चो नहुन खोजे जस्तो मलाई 2-3 दिन हो यो चाहिँ हाम्रो बुचरी किचन तल छ
ल सक्यो बोनको। अब मेन काम भनेको मान्छेले पर्सनिङ गर्दाखेरि 250 ग्राम 180 ग्राम हुन्छन् होइन। हाम्रो चाहिँ कस्तो छ भन्दाखेरि एउटै सालमुनको धेरै मेनुहरू छन् कि, त्यही भएर हामीले चाहिँ कुनै ठुलो साइज कुनै सानो साइजको पर्सन गर्छौँ। जस्तो यो गर्दाखेरि चाहिँ मैले अब मान्छेहरूले कसरी यसरी नापेर पनि गर्छन्, 3 टामा यसरी नापेर होइन, यत्रो यहाँ नापेर यहाँ काट्ने गर्छन्। उसलाई हामीले चाहिँ यसरी गर्छौँ। एउटा दुईवटा यो बिचको चाहिँ अलिक ठुल्ठुलै राख्छौँ कि हामीले, किनकि यो राम्रो पार्ट भनेको अनि अलिकति महँगो पनि जान्छ यो, त्यही भएर हो। होइन त कस्तो दामी निक्लेको फिलेर 10 मिनटमा एउटा सामान बनायो भने त बनिहाल्छ नि। अब यो पार्ट त देख्छ भने मिलेन यसरी। अब यसलाई चाहिँ फेरि हाम्रो क्योरिङमा जान्छ। क्योर गरेर हामी स्मोक गर्छौँ त्यसरी। अब आयो सेकेन्ड फिलर। यो चाहिँ क्योरिङको लागि जान्छ। यो लेफ्ट ह्यान्डले काम गर्दाखेरि पहिलेको चाहिँ मलाई नि अप्ठ्यारो हुन्छ हेर्नु त। अहिले अब यहाँ यतापट्टिबाट निकाल्नुपर्छ बोन। यसरी निकाल्दाखेरि धेरै सजिलो हुन्छ। भिडियो चाहिँ बनाएँ मैले, तर पोस्ट चाहिँ गर्छु गर्दिनँ थाहा छैन। कुन दिन चाहन्छु त त्यो दिन गर्न बेर पनि छैन, आजै गर्न नि बेर छैन मेरो। रुममा गएपछि खै काम त केही पनि हुन्न, केहीमा बिजी हुन्छु नि थाहा हुँदैन भने। मोबाइल पनि खासै चलाएको थिएन म आजभोलि। बाहिर डुल्ने बानी जस्तो लागेको छ आजभोलि अलिअलि रुम भन्दा नि। त्यही भएर कुनै कामै हुँदैन म रुमको। यसको नि बोन निक्ल्यो। अब यसबाट पनि केही पर्सन चाहिँ हामीले आलाकाट पिलेर निकाल्छौँ क्या, किनकि क्योरिङको लागि चाहिँ हामीले वेस्टेज पार्टहरू मात्रै युज गर्छौँ होइन। वेस्टेज पार्टहरू यो पनि क्योरिङको लागि भयो। धेरै निकाल्दिनु 2-3% राम्रो हुन्छ। बिचको 1% 2% ल यति गरेपछि ल हाम्रो सालमन पनि रेडी भयो। आजलाई यति नै। अर्को भिडियो लिएर चाँडै नै आउँ ल। यदि यो भिडियो पोस्ट गरियो भने थ्याङ्क यू सबैजनालाई मेरो भिडियो हेरिदिएकोमा। आजलाई बाई, गुड बाई, सी यू टुमरो देन।